हेलो साथीहरू, नमस्ते। हजुरहरूको सामु हुँ। धेरै समय पछाडि चाहिँ यो भ्लग लिएर आएको छु। यो भिडियो चाहिँ 15-20 दिन अगाडिको हो। अनि यो भिडियो पोस्ट हुने बेलासम्म चाहिँ मेरो बुढा चाहिँ पल्टनमा पुगिसकेको हुन्छ। आशा छ हजुरहरूले मेरो भिडियोलाई इन्जोय गर्नुहुन्छ भनेर माया गरिदिनु होला। एकदम धेरै समय पछाडि ल्याएको छु। के कस्तो हुन्छ मलाई पनि थाहा छैन। हजुरहरूले हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद। एकछिन हावा खान हिँड्नु पर्यो। हामी चाहिँ डिजील्यान्ड भित्र। डिजील्यान्ड हो। नौसै आइपुग्यो हामी। बेलुका त कस्तो मजा आउने के है अन्त। मड्का चिया लिने हो पानीपुरी। हामी चाहिँ यता हेर्नुहोस्, हामी चाहिँ माम खाएर हिँडेको गाइस। पखाउनु न अहिले जाउँला नि। मलाई भिडियो बनाउनु। अन्नै छोडिदिएँ मैले गोल लाइन में। बाय बाय। Good morning Dewatal, good morning Lechai. Smile boy. मेरो बाबुले नि खाथ्यो है। गुड मर्निङ। यो त काशी दिदीको अफिस पो आउन आयो त खान्छ। ए यहाँ बाहिर निस्केको अहिले बिहान एकछिन। अनि कान्छाले यहाँबाट त्यो देख्छ नि त, त्यो हेरौँ न त। वाउ, हेलो यता हेर्नुहोस्। यहाँबाट मजाले फुटपाथ भयो यो चाहिँ। हजुर यहाँबाट निस्किने। अहिले यो रेस्टुरेन्टको नाम चाहिँ मस्कोट। हामी चाहिँ बिहान चिया पिएर निस्केको।
यहाँ पो आइपुग्यो फेरि कालो यो कालुलाई नुहाइदिएछ के हो कालेले कालु भेट्यो अहिले फेरि यही निस्क्यो मस्कोट रेस्टुरेन्ट एन्ड बार फेरि बेलुकाकै ठाउँमा आइपुगे चप्पलमा है अहिले देखेन जाम बिहान त यस्तो हो कि यहाँ सबभन्दा यहाँ त बेलुका चहल पहल हुँदो रहेछ हामी बसेको चाहिँ ठ्याक्कै यो ओपन हाउसको यसको यो पछाडिपट्टि हो के दाइले जाल मारेको भिडियो चाहिँ गर्न पाइनँ मैले परे है कि परेन पर्छ के आयो झार आयो कि के आयो है खोइ खान्छ छोड्नु त आहा छे अब कति ठुलो अब अब यो कति ठुलो बेबी छोड्नु अब ए जिउँदै रहेछ है यो भगवान् यति ठुलो रहेछ एकचोटि देखाउनु न बुबु बिहान बिहानै लिउ हेरे यत्रो ठुलो कहाँ मार्नु भएको दाइ यहीँ मार्नु भएको है लु जाउँ भाग्यो सबै यो चेक गर्दै 400 जाउँ माझी दाइ जानुभयो ओ हेलो दाइ हामी ओ हेलो जाऊँ न जाऊँ हो भरे ढिलो हुन्छ यसो आज चाहिँ घरतिर नबसिकन कान्छा र म चाहिँ बाहिर बसेको थिएँ एउटा मम्मीहरू निर नि गएको छैन यसो कहिले कहिले बुढाबुढी यसो बाहिर बस्दिउँ न भनेर बसेको यो चाहिँ ओपन हाउस अब बेलुकाको माहौल चाहिँ अब छुट्टै थियो यहाँ रमाइलो हुन्छ बेलुका बिहान चाहिँ यस्तो छ मेरो श्रीमान उहाँ चाहिँ अब जाल मारेको हेर्न एकदम इन्ट्रेस्ट लाग्यो उसलाई नि जालो लिएर आउनु पर्दो रहेछ जाऊँ छिटो ढिलो हुन्छ नो यतैबाट जाऊँ न त्यहाँ त अनि 10 बजे पछाडि पो खुल्छ त नि त्यो गेट यताबाट सजिलो छ त कान्छ यताबाट नजिक छ न उसलाई त माछा पकडेको हेर्न मन लाग्छ उहाँलाई चाहिँ कालो 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 आइज कालो कालो चले 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 आइज आइज कालो कालो मलाई कस्तो मनपर्छ पेट एनिमल कान्छालाई नि मनपर्छ क्या पेट एनिमल What time is it now? Oh my God. हामी बसेको रेस्टुरेन्ट चाहिँ नजिकै छ हामी बसेको रेस्टुरेन्ट चाहिँ यही हो के अरे के नाम रे यो ओलिभ ट्री रेस्टुरेन्ट नि यहीँको हो हामी चाहिँ होटल लेक डर्नी यहाँ बसेको हो अनि यो ओलिभ ट्री रेस्टुरेन्ट नि उहाँहरूकै हो तर नाम चाहिँ छुट्टै छुट्टै
राखेको रे, किनभने एउटै राख्यो भने चल्दैन भनेर। ठिकै छ, राम्रो छ, खानाहरू एकदम मिठो छ। हेलो फिन, फिन यसको नाम चाहिँ फिन रे। फिन चाहिँ पल्टेछ। आऊ आऊ ल, ठिक्काको खान्छ, ठिक्काको नर्मल होइन के खान्छ, ठिक्काको फ्रिजमा नि तातो भइहाल्छ त। खानाहरू एकदम मिठो छ अनि रुम सर्भिसहरू नै राम्रै छ। फिन फिन चाहिँ लोड परेछ है। फिन फिन हेलो फिन, फिन थाकेछ। अब चाहिँ हामी रेडी भएर गइन्छ। रूम नंबर 202। यहाँ से भ्यू देखो जी, मजाको छ। यहाँबाट नजिकै छ नि त। यहाँबाट भित्र गयो यो डिजी फ्यान भित्र, त्यहाँबाट ठ्याक्कै त्यो बाहिर उतापट्टि फुटपाथमा हुन्छ। अनि यहाँ क्याटवक नि नजिकै छ, ओपन हाउस पनि नजिकै छ। त्यस राम्रै छ भनौँ। खानाहरू रुम नि ठिक्कको छ, प्राइस पनि ठिक्कको छ। हजुरहरू पनि आउनुहोस् होला। अब चाहिँ रेडी हुनु पर्यो। क्या अरे जानु नि त, यहीँ बसिराख्ने जाने होइन। ल ल ल ल अब छिटो रेडी हुने। बाल्कनीमा मजाले बसेर ओ माइ गॉड चिया लिँदै। हामी चाहिँ खास तल गएको त को पनि नउठेछ। अब बेलुका कति बजेसम्म भयो यहाँ तल ओपन गरे होला नि। अनि हामी चाहिँ यतापट्टि साइडमा चिया पिउन गएको, पुगेर आयो फेरि फुटपाथमा उतापट्टि। त्यहाँ पुगेर आएको नि हामी। त्यहाँ पुगेर फोनको उता यता र उता पुगेर आएको। अहिले पसिना पसिना भयो। उहाँ श्रीमानजी चाहिँ यो चाहिँ ठ्याक्कै यस्तो पार्टिसन गरेर रहेछ कि यता र है आए आए। रुम चाहिँ अब मिलाएको छैन, यतापट्टि नदेखाम होला। अब हामी चल्लिन लागेको। अब ठिकै छ, यो तनक्क पारिदिनु न। अब हामी चाहिँ निस्किन लागेको गाइस। छ्यामाको मामहानी आमाले खाना बनाएर राखेको छ। अनि त्यहाँबाट हस्पिटल जान्छौँ। इनड्राइभ भएन मेरोबाटै गर्नुपर्ने है। हेलो, हामी चाहिँ निस्किन लागेको गाइस। अब कता कता हुन्छ, बहिनी कुरेर बसेको छ होइन सोल्टी के हो। यो ब्याक क्यामेरा गर्दाखेरि कस्तो भयो, फेरि फ्रन्ट क्यामेरा क्यात्रो। ल ल ल चलेको। अब कहाँ हुन्छ के हुन्छ है। तर यो भिडियो नि राख्छु कि राख्दैन त्यो पनि थाहा छैन। कस्तो लाग्यो त नि कहिले एक आएको बेलामा भनेर यसो बाहिर बसेको कि आज हिजो भनौँ न। हिजो राति दिदीहरूलाई फोन नि गरेँ होइन, दिदीहरू भेनाहरूलाई। ल गाइस निस्किन लगाएको। अब हामी चाहिँ निस्क्यो। यो भिडियो राखिरहेको थाहा छैन है, त्यही पनि क्लिक गरेको। कान्छा चाहिँ बिल पेमेन्ट गर्नलाई उता जानुभएको छ। यहाँको खानाहरू एकदम टेस्टी। हजुरहरू पनि आउन सक्नुहुन्छ, आएर बस्नुहोस् बुझ्नुहोस्। यो रेस्टुरेन्टको नाम चाहिँ, यो लजको नाम चाहिँ के हो भने लेक जर्नी, होटेल लेक जर्नी हो। इनड्राइभ गर्न लागेछ कान्छाले चाहिँ। यहाँ पनि रहेछ हो। हिजो बेलुका त यतै हेरिन।
भन्नु न ल दाइ बाई बाई दाइ आयो आइसक्यो अङ्कल बाई 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 अङ्कल हुन्छ अङ्कल आउँदै गर्छु नि ए हस् हुन्छ थ्याङ्क यू दाइ कता हो निस्केको एउटा टिकटकमा नाम भनेको यो कान्छाले के गर्यो आयो ल है चल्दिएको गाइस लेख्यो नि ल हामी चाहिँ यहीँ हो बसेको ल सामान त आइपुग्यो ल बिलुक लाइसेन्स बिलुक हत्या छ है यो कहाँ किन्यो आदि दियो खै के रामला हैन आज गर्ने रे हेलो हेलो ओके सालीसँग म छोडा तिमीसँग भन्छ ढकाबन्दा गर्नु पर्यो गाइस निस्केको घुम्न चाहिँ होइन है कहाँ पुग्छ फेरि अब खाएर प्लेट कति दिएर गयो मिठो बाहा हेलो हेर न हेर्दै हेर्दैन क्यामेरामा ओ भेनाश्री हामी चाहिँ मिनी मार्ट आएको मेरो बहिनीको पछि पछि लोसन रहेछ खै यता हेर अघिको प्रिन्टवाला रहेछ अघिको प्रिन्ट भयो हिमालयन जाभा टिकटकमा देखि हैन वेफर्स भाइरल वेफर्स एउटा फुल छुट्टी है फुल लिभमा बस्नुपर्छ बिचरा दिदी भेनालाई डुलाछ हिँडेछ हो त्यही हो नि बिचरा यता र उता है हजुर के जान्छ सालीलाई के हो जिना यो खाऊ खाऊ थोरै खाऊ यो एकछिन कस्तो भएको छ बुढा ओ हेलो खाऊ कस्तो भयो छ हामी चाहिँ घर आइपुग्यो ए बेलुकै भयो भाइ दिनभरि हरायो है काममा पोखरा मेडिकल भन्ने त्यहाँ थियो के अरे पद्म नर्सिङ चाहिँ त्यहाँ सरेछ पद्मश्री चाहिँ पुरानो पद्ममा पद्मश्री छ कि पिरो है पिरो रहेछ चटनी त तिनीहरूले बनाइदिन्छ क्या पिरो रहेछ
के भन्छ अरे लेकै पानी हौ